गाइस वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म बारीमा छु, त्यही भएर म चाहिँ अब मुला काट्न लागिरहेको छु। तपाईँहरूले सेकेन्ड ब्लगमा चाहिँ देखिसक्नु भयो होला। हामीले म सोकेको के गरेँ त्यो चाहिँ मैले ब्लग बनाउन पाइनँ, त्यही भएर म चाहिँ मुला काटेको छु। गाइस अब दसैँ नि सक्यो, दसैँको ब्लग पनि बनाएन, त्यही भएर अब तिहारको ब्लग चाहिँ बनाउँछु। गाइसहरू तपाईँहरूले मेरो सोच सुनेर नि कमेन्टमा भनिदिनु सक्नुहुन्छ है। तर मेरो सोच यति नै हो। गाइस के गाइस रुक्नु, यो के हो? मेरो होला सायद राम्रो देखियो नि त। अघि यस्तो घाँसहरूले गरेको कि, किनकि बारीमा त अलिक गाह्रै हुन्छ नि त, त्यही भएर। यो चाहिँ फोर्थ ब्लक हो, यो थर्ड ब्लक। मैले बाबाको मोबाइलमा हाल्छु नि त, मलाई गर्न आउँदैन, त्यही भएर मेरो बाबाले हालिदिनुहुन्छ, किनकि म सानै छु नि त, अब सिक्नुपर्छ भन्ने आशा गर्दछु। मैले के नबोले भने तपाईँहरूले माइन्ड नगर्नु होला। गाइस जादु काटिनुहोस्, जाती भयो। मुला हजुर बाबाले भनेको नि त। बारीको मसला खाइन्छ, बारीको मसला मेरो खान्छु भनेको गाइस चाहिँ मैले खाएको छैन। तो कटिया कटिया कहिले खान्छ? अहिले हात काट्यो भने बुनुको काट्दैन। तपाईँले अहिलेसम्म बौद्ध कि स्वयम्भूको देख्नु भएको छ?
त्यसपछि मेरो दिदीको देख्नु भएको छ। त्यसपछि यो थर्ड ब्लक है। मैले चाहिँ बल्ल बल्ल सुरु गरेको, तर बनाउँदिनँ। मलाई जागर चल्यो भने मात्रै बनाउने हो। बाबाले हालिदिनु भए मात्रै हालिदिनु हो। त्यस्तै छ काजहरू। त्यही भएर मलाई अहिले के पनि काम छैन नि त, त्यही भएर मुला काट्दै बसिरहेको छु नि त। त्यही भएर के मुला काट्दै बस